त्यस रात बट्टाई चराहरू छाउनी वरिपरि आए। अनि बिहान छाउनी वरिपरि शीत परेको थियो। जब शीत सुक्यो, भुइँमा पातलो तुषारोको पलाक जस्तो थियो। इजरायलीहरूले यी सब देखेर एक अर्कामा सोधे, यो के हो? किनभने तिनीहरूलाई थाहा थिएन यो के थियो। मौसाले तिनीहरूलाई भने, यो परमप्रभुले तिमीहरूलाई दिनुभएको भोजन हो। परमप्रभु भन्नुहुन्छ, प्रत्येक मानिसले उसलाई आवश्यक परे जति भोजन जम्मा गर्नुपर्छ। तिमीहरू प्रत्येकले परिवारको एक मानिसको निम्ति एक ओमर खाद्य जम्मा गर्नुपर्छ। इजरायली मानिसहरूले यसै गरे। कतिपय मानिसहरूले अरूले भन्दा बेसी खाद्य बटुले।